हाई फ्रेन्ड्स, सबैजनालाई म आज प्र्याक्टिस गरेको एउटा सानो सिएसएसको पार्टको चाहिँ फ्लोट भन्ने एउटा उसमा चाहिँ फ्लोटमा अस्ति चाहिँ सानो प्र्याक्टिस गरेको थिएँ, त्यसको चाहिँ हल्का हालेको थिएँ भिडियो। अनि अहिले चाहिँ यो क्लियर बोथ भन्ने पनि युज गरेर चाहिँ फ्लोटमा युज इम्पोर्टेन्ट नै छ होइन। हल्का प्र्याक्टिस गरेको थिएँ, त्यसको चाहिँ हल्का आफैले फेरि रिमाइन्ड हुन्छ भनेर त्यही गर्नको लागि गरिरहेको छु। त्यो चाहिँ छोटो थोरै मात्र एउटा इन्डेक्स एचटिएमएल र अनि उसको चाहिँ सिएसएसमा लेखेर देखाउनको लागि गर्न लागेको छु। पहिला चाहिँ एउटा स्टार्ट गरेर एउटा फोल्डर बनाउँछु होइन। फोल्डर एउटा नयाँ नै बनाउँछु, जस्ट क्लियर बोथ भनेर राख्नु पऱ्यो होइन। फ्लोटको हो, क्लियर बोथ भन्ने एउटा हुन्छ कि नयाँ फ्लोट। क्लियर बोथ फ्लोट। अब यो चाहिँ मैले खोल्छु होइन, VS कोडमा कोड डट गरेर खोलेपछि यो नयाँ फोल्डरलाई हामीले जहिले गरे जसरी चाहिँ मैले चाहिँ अब यो फाइलहरू बनाउँछु, इन्डेक्स बनाउँछु, इन्डेक्स डट एचटिएमएल। त्यसपछि बनाउँछु स्टाइल डट सिएसएस, जुन चाहिँ एक्सटर्नल सिएसएस हो। अब यसमा इमेज पनि दुईवटा हालेर युज गर्छु होइन। इमेजको लागि चाहिँ म छुट्टै कतैबाट निकालेर गर्छु। अब यो उसमा चाहिँ भित्र यो फोल्डर हाम्रो अहिले खोलेको हो, यो भित्र मैले इमेजको फोल्डर बनाउँछु र इमेज यहीँ हाल्छु, इमेज भनेर हाल्छु। यो इमेजमा चाहिँ बाहिरबाट खोजेर म दुईवटा फोटोहरू हाल्छु। खोज्दाखेरि चाहिँ मैले गुगलबाट लिएर आउँछु। गुगलबाट के ल्याउने, एउटा डग र उस ल्याएन हुन्छ नभए पिक्सवेबाट गर्छु ल। पिक्सवेबाट इमेजमा गएर एउटा इमेज चाहिँ फ्लावर ल, फ्लावर फुलको गरौँ न, फ्लावर। फ्लावरको फुलहरूको आयो होइन, फ्लावरको एउटा राम्रो यो फुलको गर्छु। यसलाई म डाउनलोड गर्छु, डाउनलोड भयो होइन। डाउनलोड हुँदा चाहिँ यसलाई चाहिँ बाहिर निकाल्छु, फ्लावर भनेर एउटा फ्लावर ल्याउँछु। अर्को चाहिँ अर्को के गर्नु त, अर्को फ्रुटको एउटा भयो, फुल पनि भयो। गार्डन गरिदिउँ ल, फुल र एउटा गार्डनको फोटो, एउटा गार्डनको फोटो मजाको आउँछ। गार्डन यही भयो ल। यो गार्डनलाई यो आइस्टको यो खुल्दैन, गार्डन चल्दैन यो गार्डन पनि। यो गरिदिउँ न त, राम्रो घर सानो रहेछ त्यखेरि यो ल, ठिकै छ। इक्जाम्पलको लागि हो यो रहेछ ल। यो चाहिँ रिनेमै गरिदिन्छु, गार्डन फ्लावर। अब यो दुईवटा इमेजलाई चाहिँ म चाहिँ उसमा हालिदिन्छु, अघिको हामीले बनाएको फोल्डरमा हालिदिन्छु, यो भित्र हालिदिन्छु होइन। जस्तै सरी, यो इमेजभित्र हालिदिन्छु, नभए यहीँ हालिदिन्छु। यो इमेज चाहिँ उतापट्टि सेभ हुन्छ होइन। जस्तै हामीले चाहिँ जहिले पनि गर्थ्यौँ नि पहिला गर्दाखेरि। अब यहाँ इमेज आइसक्यो, इमेज आयो, इमेजभित्र दुईवटा आयो। इमेजहरू त अब साइजहरू पनि ठुलो त ठुलै होला। अब इन्डेक्स डट एचटिएमएलमा चाहिँ हामीले जहिले गरे जस्तो एक्सप्लेनेसन मार्क गरेर इन्टर गर्छौँ। इन्टर गरेपछि टाइटलमा मैले राख्छु, एउटा नाम दिन्छु, क्लियर बोथ भनेर दिन्छु ल। क्लियर बोथ इन फ्लोट ल, इन फ्लोट होइन, फ्लोटको पार्टमा क्लियर बोथ भन्ने ल। यो टाइटल भएपछि हामीले यहाँ लिङ्क गर्नु पर्यो एक्सटर्नल सिएसएसलाई। हामीले लिङ्क भनेर गरेपछि आउँछ, यहाँ आफै आउँछ होइन। यसमा इन्टर गरेपछि यसमा चाहिँ हाम्रो जुन चाहिँ इन्डेक्सको यो स्टाइलको नाम चाहिँ
सर्लक्क यहाँ भएपछि एट्याच हुन्छ। एट्याच भएपछि अब हामीले लेख्नुपर्ने बडीमा हो कुराहरू लेख्नुपर्ने होइन। अब लेख्दाखेरि अब सिएसएस चाहिँ खाली छ होइन। यहाँ लेख्दाखेरि अब जुन इन्डेक्समा हामीले आफ्नै इच्छाले जे बनाउनु लाग्यो जे लेखिनु हुन्छ। मैले चाहिँ यो दुईवटा इमेज राखेर अनि कन्टेक्टहरू अलिअलि कन्टेक्स्टहरू राखेर चाहिँ केही प्यासेजहरू राखेर त्यसलाई चाहिँ इमेजहरूलाई सारेर देखाउनलाई एउटा प्र्याक्टिस गरेको थिएँ। त्यही गर्नको लागिरहेको छु। अब बिग्रिने भत्किने त हुन्छ होइन, बिगिनर हो, स्टार्टिङ एकदम जिरो लेभलबाट। त्यही भएर आफैले प्र्याक्टिसको लागि पनि हो। अब यसलाई चाहिँ खासै एडभान्स त्यस्तो सोच्नु पर्दैन। अब मैले के गर्छु भने चाहिँ एउटा चाहिँ क्लास बनाउँछु। अब सिएसएस स्टार्ट भएपछि त अब क्लास बनाउनु पऱ्यो होइन। एउटा क्लास बनाउँछु जस्तै एउटा डिप डट एउटा क्लासको नाम दिन्छु। अब क्लासको नाम एउटा फ्लावर जे राखेको थिएँ, फुलको नाम हामीले अहिले फोटो ल्याएको थिएँ के अरे, फ्लावरै राखिदिन्छु। अनि यो डिप डट उसको चाहिँ फ्लावर भयो। फ्लावरको यो डिप तल ल्याएर अनि त्यसपछि यहाँ चाहिँ मैले एउटा लेख्छु, एउटा हेडिङै बनाउँछु। एच1 बनाऊँ ल। एच1 भित्र चाहिँ मैले फ्लावर भनेर लेखेँ ल, फ्लावर। फ्लावरको फ्लोट ल होइन, एउटा नाम दिएँ मैले, एच1मा नाम दिएँ। त्यसपछि मैले एउटा टेक्स्ट एउटा प्याराग्राफ लिएँ ल। प्याराग्राफमा लोरेमबाटै लिन्छु ल। लोरेमबाट लिएर लोरेमबाट यति निकालेँ। टेक्स्ट अझै अलिकति निकाल्छु है त, कन्ट्रोल सी कन्ट्रोल भी, यति निकालेँ मैले। जुन चाहिँ यो चाहिँ क्लास मैले फ्लोरको बनाएँ अनि फ्लोरकोमा एउटा नाम दिएँ, हेडिङ दिएँ, हेडिङ टुप्पोमा। त्यसपछि त्यो भित्रको चाहिँ प्याराग्राफ बनाएँ एउटा। अब यो प्याराग्राफ बनाएपछि इमेजलाई पनि त हाल्नु पऱ्यो, अघि ल्याएको इमेजलाई कहाँ हाल्ने त भन्दाखेरि मैले इमेज चाहिँ यहीँको तल यही जुन कन्टेन्ट यो भित्रै इमेज चाहिँ राख्ने प्रयास गर्छु मैले। जस्तै यो प्यासेजभित्रै इमेज चाहिँ जुन यसको प्यासेजभित्र नभए प्यासेजभित्र नभइकन मैले डिपभित्र राख्छु। यो डिपभित्र एउटा चाहिँ इमेजको लागि चाहिँ आइएमजी हानेपछि हाम्रो चाहिँ यो एसआरसी खुलेर यसरी आउँछ। यहाँ चाहिँ हामीले चाहिँ डट स्ल्यास गऱ्यो भने इमेजभित्रको इमेज चाहिँ आउँछ। अब फ्लावरको छ हाम्रो, फ्लावरै गरौँ, यसमा एउटा फ्लावर भनेर राखिदिन्छु। यति भएपछि एउटा सेट भयो, जुन चाहिँ फ्लावरको हाम्रो चाहिँ सेट भयो। अब त्यस्तै अर्को हाम्रो चाहिँ के थियो, गार्डनको थियो। अब गार्डनको नि बनाऊँ न त यस्तै होइन, गार्डनको नि सेम गरौँ। गार्डनको पनि यसरी नै कपी गरिदिए पनि हुन्छ। कपी गरिदिउँ यसैलाई, कन्ट्रोल सी गरेर कपी गरिदिउँ। अनि जस्तै कमेन्टमा चाहिँ हामीले तलपछि गार्डन लेख्दिउँ न, गार्डन यो गार्डन भयो। माथिको कमेन्टमा चाहिँ फ्लावर ल, यो माथिको यो पाटो हो, यो तलको गार्डनको पाटो हो। यहाँ चाहिँ अब हामीले चाहिँ अघि कपी पेस्ट गरिदिएँ है मैले माथिको। अब यहाँ मिलाउँ हामीले, यसको नाममा चाहिँ हामीले चाहिँ अब फ्लावरको ठाउँमा गार्डन राखौँ, गार्डन। अनि यो चाहिँ गार्डन फ्लोट राखौँ, गार्डन फ्लोट। अनि यहाँ चाहिँ हाम्रो चाहिँ फोटो पनि फेरि यसरी नै सुरुबाट गऱ्यो भने त आउँछ, तर यही नाम चेन्ज गरिदिए पनि हुन्छ। हामीले गार्डनको भनेर छ नि त हामीसँग फोटो, यसरी नै आउँछ कि त्यही फ्याट्ट आउँछ। त्यही भएर सजिलो पनि छ, किन सुरुबाट गर्नु र। गार्डन फ्लोट भयो, यस क्लासको नाम गार्डन भयो, अरू यिनीहरू एउटै भइहाल्यो, केही फरक परेन। हाम्रो प्र्याक्टिसको लागि, ट्राईको लागि हो। सेभ गरेँ मैले, कन्ट्रोल एस गरेर सेभ गरेपछि अब यहाँ हामीले चाहिँ प्रिभ्यू गरौँ, उतापट्टि हेरौँ आउँछ कि आउँदैन। आयो होइन, फ्लावर फोटो भनेर आयो, प्याराग्राफ पनि आयो, त्यसको तलको सेटको यो फोटो पनि आयो। अनि यो सेट फेरि यो सेट पनि आयो होइन। फोटो त अब ठुलो आयो, यो मिलाएकै छैन, साइजहरू मिलाउनु पर्छ। त्यही भएर फोटोलाई त्यो चाहिँ अब सिएसएसमा हाम्रो एक्सटर्नल सिएसएसबाट चाहिँ मिलाउने काम गर्नुपर्छ। इमेजको घटाउने बढाउने, त्यसपछि यिनीहरूलाई चाहिँ फ्लोटमा लैजाने, क्लियर बोथको उसमा। अब स्टाइल, अब सिएसएसमा जाऊँ। हाम्रो क्लास थियो यहाँ होइन, हाम्रो क्लास चाहिँ फ्लावर भन्ने क्लास छ। यो फ्लावर भन्ने क्लासलाई लिएर गर्नुपर्छ जे गर्नुपर्ने हो।
पहिला चाहिँ इमेजहरुको गरौँ। इमेजको चाहिँ दुईटैको एउटै इमेज भएको हुनाले इमेज भनेर राखिनु हुन्छ। इमेजभित्र के गर्नु त, पहिला हाइटै गरौँ। खासै ठुलो केही गर्नु पर्दैन, हाइट वेट चाहिँ हामीले उ गरौँ। जस्तै 200 राखौँ, 200 पिक्सल राख्नु। 200 राखेँ। विड्थ पनि राखौँ ल, विड्थ राखेँ। विड्थ राखेर विड्थको पनि 200 राख्दिएँ ल, 200 राखेँ। त्यसपछि अब इमेजको फ्लोट चाहिँ कता लैजाने, इमेजलाई ल फ्लोटै राख्दिउँ। अहिले यहीँ ट्राई त हो, फ्लोटमा चाहिँ राइट गरौँ ल, राइट। अब राइट गरेपछि दुईटैको कन्टेक्स्टको राइट साइडमा चाहिँ फोटो जाओस् भन्ने चाहिँ हो। फ्लोट उडेर जान्छ कि यो। अब हाम्रो डिपको थियो, डिप भनेर राखेको थियौँ के अरे। अब डिपको पनि एउटा साइज दिउँ न है। एउटा डिपभित्र चाहिँ विथ दिउँ ल, विथ चाहिँ 50% दिउँ, 50% दिउँ। त्यो दिएपछि त्यसले कोठा बनाउँछ के, कोठा बनाएपछि सजिलो हुन्छ। अब हाम्रो चाहिँ जुन क्लास थियो, फ्लावरको क्लास थियो, फ्लावरको क्लासलाई फ्लावरलाई लिएर हामीले उतापट्टि यसलाई बेस बनाएर हामीले काम गरौँ, यो भित्रको काम। जस्तै डट फ्लावर भनेको चाहिँ हाम्रो सीएसएसमा हाम्रो क्लासमा चाहिँ डट फ्लावर हुन्छ है, आइडीमा चाहिँ ह्याज हुन्छ है। ह्याज भनेको यस्तो टाइपको हुन्छ के, त्यो दुईटा चाहिँ झुक्किनु भएन कहिले पनि। अब फ्लावरलाई अब हाम्रो के गर्नु त, फ्लावरलाई फ्लोट राख्दिने, एउटा फ्लोट कता राख्दिने, राइटै छ हैन। राइट भएपछि यसलाई ब्याकग्राउन्ड दिउँ ल, एउटा कोठा जस्तो बन्छ। ब्याकग्राउन्ड कलर चाहिँ एउटा अब यो राख्दिउँ ल, यहाँ जे छ त्यो कस्तो हुन्छ थाहा छैन। त्यसलाई चाहिँ प्याडिङ दिनुपर्छ। प्याडिङ भनेको भित्रको एरिया एकचोटि हेरौँ है त, यहाँ कस्तो भएको छ। यस्तो आएछ। यो एउटा सेट भयो, यो एउटा सेट। यसलाई पनि ब्याकग्राउन्ड दिने। फोटो दुईटा, यसको चाहिँ राइट भएछ, यसको लेफ्ट यसको राइट गरिदिनु पर्यो फोटो हैन। ल ठिकै छ। यसको चाहिँ कुनको प्याडिङ भनेको भित्रको एरिया, भित्रको एरिया भनेको कस्तो हो नि, यो भित्रको एरिया कति राख्ने भन्ने हो, कतिको काम गर्छ अब हैन। ल यो भयो हैन। यसको भएपछि यसलाई फेरि कपी गरिदिउँ, कपी गरेर तलपट्टि त्यही सार्दिउँ। किनभने यो जुन हाम्रो चाहिँ दुईटा क्लास छ नि त, एउटा गार्डनको क्लास छ, एउटा फ्लावरको क्लास छ। फ्लावर त गरिसक्यौँ, अब यसैलाई गार्डन नाम मात्रै चेन्ज गरिदिउँ, गार्डन गरिदिउँ हैन। अरू सबै गरिदिउँ। यो कलर चाहिँ हटाइदिउँ, कलर चाहिँ एउटा ग्रीन राखिदिउँ ल, यही भयो ल। हाम्रो चाहिँ कलर चेन्ज गर्दाखेरि सीएसएसमा यस्तो यहाँ यसरी पनि आउँछ है। यहाँ लहरा हात राखिदिएपछि यसरी आउँछ, चुज गर्न पाइन्छ धेरै कुराहरू। यस्तो गरे हुन्छ। अनि आरजिबीमा आउँछ। कन्ट्रोल सेभ गरेँ मैले, सेभ गरेपछि कस्तो आउँछ एकचोटि हेरौँ ल। ठ्याक्क एउटा कोठा बनाएर यसरी आएछ। अब यसलाई छुट्टाएर दुईतिर पार्न खोजेको हो मैले। एउटा फुटर पनि राखौँ न त नभए, फुटर एउटा फुटर भनेर हाल्नुपर्छ कि हाउसमा। एउटा इन्डेक्स डट एचटिएमएलमा फुटर भन्ने हाल्छु तल, इमेजको तल। भनेपछि यो लास्टमा हाल्ने, यो सबैको लास्टमा फुटर भन्ने चाहिँ तलको एउटा उस हुन्छ क्या, त्यसको ट्यागै हुन्छ फुटरको। पिँधमा हाल्ने, पिँधमा हामीले कहिले काहीँ देख्छौँ नि, जस्तै अल राइट रिजर्भ भनेर लेखेको देख्छौँ होइन। रिजर्भ भने 2022 यस्तो टाइपको के, 25 यसरी लेखेकोहरू हुन्छ, तलको पिँधमा आउँछ होइन। अब यो फुटरलाई पनि हामीले क्लासहरू लेख्नु पर्दैन, यसको आफ्नै हुन्छ नि त, आफ्नै हुन्छ। त्यही भएर यसलाई चाहिँ
फुटर भनेर मात्रै लेख्दिनु हुन्छ, फुटर लेखेर अनि यसको भित्र के गर्नुपर्छ हैन। अब एउटा राखौँ, ब्याकग्राउन्ड कलर राखिदिउँ, ब्याकग्राउन्ड कलर राखौँ। ब्याकग्राउन्ड कलरमा यो टाइपकोमा हेरी यस्तो राखिदिउँ, अलिकति भएको। अनि त्यसपछि क्लियर बोथ भन्ने यो फुटरमा युज गरौँ है त। क्लियर भनेर क्लियर बोथ गरौँ। अनि यति गरेपछि के आउँछ है त, क्लियर बोथ भनेको क्लियर अनि बोथ यसरी चाहिँ जोडी भएर आउँछ। फुटरमा हामीले युज गरिन्छ, यी यसरी आयो ट्र्याक गरेर। मैले यसलाई यो पार्ट Ctrl X Ctrl V प्याराग्राफ भित्रै इमेज आयो हैन। इमेज आएपछि प्याडिङ चाहिँ प्याडिङ 10 प्याडिङ दिएन भने चाहिँ यसरी आयो। यो ठुलो भयो, यो सानो भयो हैन। त्यसपछि यसलाई राइट नगरिकन इमेजहरू चाहिँ लेफ्ट गरौँ त, लेफ्ट गरेपछि यो 50% भएको छ, 40 गरौँ है त। कस्तो हुन्छ, 10 पिक्सल ब्याकग्राउन्ड, फ्लोट र लेफ्ट, यसलाई लेफ्ट गरौँ त, राइट लेफ्ट गरौँ। कस्तो आउँछ है त, यसरी आयो हैन। यो चाहिँ बिचमा यस्तो आयो, यसको चाहिँ यसको अलि माथि उठेको हो, यहाँ यसलाई बढाएर अलिक प्याडिङ बढाइदिनु पर्यो। ग्रीन कलरकोमा प्याडिङ हालिदिने, प्याडिङ अटोमा कस्तो आउँछ त, अटोमा हैन, प्याडिङ काम गर्छ र यस्तो अन्त गर्नु रहेछ। 5 हैन, यसलाई 10 राखिदिउँ त, कस्तो हुँदो रहेछ। 10 राखिदिएँ हैन। यो यहीँ टाँसिदिए हुन्थ्यो भनेको, टसाउनलाई 20 राखौँ त, 20 राखेर टाँसियो। ल ठिक, यो फेरि अलिकति उठेछ, अलिकति कि यसको नि बढाइदिने प्याडिङ 20 पिक्सल। हैन, यसको इमेजै ठुलो गर, ठिकै छ। ल प्याडिङ नदिने, इमेजको त्यो भयो हैन। इमेजले यो छोप्यो, यो त जता पनि जान्छ, फ्लोटले जता पनि लैजान्छ, दायाँ बायाँ जता जे पनि लान्छ। तर यसको उनी सरेर गयो, लेफ्ट हो। प्याडिङ 20 भयो, ठ्याक्कै यस्तो भयो। यो चाहिँ एकदम गुड भएको छ। यसको प्याडिङ बढाउनु पर्यो, यसको प्याडिङ पनि अलिकति बढाउनु पाए हुन्थ्यो। प्याडिङ 5 पिक्सल, काम त गर्छ होला नि। ल ठिक छ, 5 हैन, प्याडिङ चाहिँ 4 पिक्सल, 4 पनि 3 पिक्सल।
ल ठिक छ, यतिकै ठिक छ। यता गरेपछि अब फोटोहरू चाहिँ फ्लोट लेफ्ट गरेको हुनाले यता यता आयो। हो यसको फेरि इमेज छ नि, इमेज इमेज मार्जिन टप यसको गार्डनको गार्डन डट गार्डन डट img margin top 5 pixel sorry margin top 5 pixel माथिको पो गर्यो त, माथिको मार्जिन पो गर्यो। इमेजको उनी फरक छ कि पहिले डाउनलोड गर्दाखेरि। यसलाई यस्तो यो ठ्याक्कै यही हो क्लियर बोथ भनेको, दुईतिर गरेर अनि यसरी फुटर हालेर ट्याक्कै स्पेस राखेर ठ्याक्क ठ्याक्क गर्ने। यसलाई अब राइटमा यो फोटोलाई राइटमा फेरि जान इमेज राइट होइन, यसको इमेज राइट कन्टेन्ट राइट इमेज राइट फ्लोट लेफ्ट गरिएछ नि त, राइट गरौँ त। दुइटै राइटमा आयो होइन, दुइटै राइटमा ठिक छ। यो त केही बिग्रेको छैन, सब गर्न खोजेको यस्तै हो, दुईतिर गरेर बिचमा ग्याप राखेर क्लियर बोथ बराबर गरेर अनि यो फुटर राखेको। यो फुटरको हेऱ्यो अक्षरलाई चाहिँ म यहाँ बिचमा ल्याउँछु होइन, यसको कलर पनि चेन्ज गरिदिन्छु। फुटरको कलर भयो, कलर भनेपछि अक्षरको कलरलाई कलर भन्छ होइन, कलरलाई चाहिँ कुन अक्षरमा राखिदिने, ल यो राखिदिन्छु। त्यसपछि अलाइन आइटम भन्छ होइन, अलाइन आइटम सेन्टर भन्छ। टेक्स्ट गरे नि हुन्छ, आइटम गरे नि हुन्छ, हेरौँ है त। यसले चाहिँ सेन्टरमा ल्याउने काम गर्छ। अलाइन आइटमले आएन, टेक्स्ट अलाइन भन्छ, टेक्स्ट अलाइन अलाइनले आएन, टेक्स्ट अलाइन भन्ने छ, यसले सेन्टर गर्यो। अब आउँछ त्यो अक्षर सेन्टर बिचमा, ठ्याक्क आयो नि। यहाँ चाहिँ जे लेखिने भयो आफ्नो तरिकाले, पिबिटी एलटिडी के यसरी चाहिँ क्लियर बोथ युज गरेर फ्लोट गरिन्छ, ठ्याक्क यसरी गरिन्छ। यो चाहिँ प्र्याक्टिस मैले आफूले गर्नको लागि त्यही इन्डेक्समा यस्तो राखेर क्लासहरू दिएर यसरी गरिन्छ। भिडियो हेर्नुभयो धेरै धेरै धन्यवाद, थ्याङ्क यू भेरी मच।